हेलो साथीहरु, नमस्कार। आफ्टर लङ ग्याप म भिडियो लिएर आउँदैछु। हजुरहरुको दशैं दिवाली सबै राम्रै बित्यो होला। मेरो पनि एक प्रकारले राम्रै बित्यो। अनि आज चाहिँ हामी नौरानमा जान आँटेको र त्यसको म केही क्लिपहरु लिने छु। हजुरहरुले पुरा हेरेर कमेन्ट गरिदिनु होला। जाँदैछौं झोला तुम्बी बोकेर। यहाँ नाना पनि हुनुहुन्छ। अरु बेला त यहाँ दामी भ्यू देख्थे, आज त अहो उसु आएर केही छैन। उसु आएर केही छैन। ठिकै छ। छेक्यो देउराली डाँडा छेक्यो तिन्दुरेको डाँडा भन्नु हुस्सेर कुहिरोले। राजु दाजुको घर पनि कम्प्लिट हुन आँटे। भ्लगरसम्म हिँड्दा त अलिक बोलिँदै पो हिँड्नुपर्छ नि। हाम्रो दाजु सबै तल छ दाजु। हुन्छ अहिले भेटौँ ल। जाउँ न, आउँदैछौँ हामी। दाजु गएर आउँछौँ ल। जाउँ न अन्त। कसको छोरी हो? यता यहाँ कसको छोरा हो? एकजना यहाँ एक कसको छोरा? लु ल भन छिटो। तिमी भन। बिन्द्याक भाइ है। अर्को कसको छोरा हो? निन्द्या राई। यता चाहिँ कसको छोरा छोरी हो? नित्याको छोरी। कसको छोरा? कसको छोरा हो? यता हेर त भाइ। भाइ यता हेर न। भाइ यता हेर न, निकाको छोरा है। अनुहार देखेन नि त हौ। देख यता हेर त, एक वान्स मात्रै। यता हौ। ए नटी बोय पो छ क्या। यहाँ चाहिँ नातिनीको बोजू। दुईजना नातिनीको बोजू। यता अर्को छोरीसँग त चारजना। ए हजुर हुन्छ। के भन्छ आमा हाम्रो नातिनी सुतिरहेको रहेछ। नयाँ नातिनी। नातिनीको आमा के राख्यो नाम? नानी नाम के राख्यो? आद्यश्री। यहाँ त कस्तो गरम भएर म त लु। त्यही त गोरो रहेछ है। हेल्दी न हेल्दी। कति केजी थियो? ए पुरै हेल्दी रहेछ नि है। कस्तो मजाले सुतिरहेको रहेछ है। यो चाहिँ कता दिनौ? चामल तेल के अब ल्याइदिएको अरे। हुन्छ। नानीको बाबा चाहिँ ऊ है निहालेर हेर्नु कसले पनि पाउँदैन। चिन्चामा चाहिँ ऊ निलम आउनु साथ आइगयो है हाम्रो छेउछिपा। हाम्रो त लक्कै फेरि भात पनि आयो अरे। नौरानमा चाहिँ खानु हेऱ्यो नि त है। अब कति बजीको भात हो यो? 12 बजेको। लोकल कुखुराको सुप पनि रहेछ।
यहाँ हेर्नुहोस् है, यो केराको नाम चाहिँ हो धुस्रे केरा। एउटा बिउल पछि हेर्नु, यहाँ पनि एकाङ्ग्यो केरा फलिरहेको रहेछ। थिएन अस्ति कहाँ छैन म सब्जी खानु भनेर। हामी चाहिँ नौरान खाएर पनि फर्केको। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू। कमेन्ट गरिदिनु होला। बाइ बाइ, सी यु इन द नेक्स्ट भिडियो।